हेलो साथीहरु, नमस्ते एन्ड वेलकम माई भ्लग हैन। अब हामी चाहिँ हाम्रो डिजिटल कम्बो टोली चाहिँ सोलरको सोलरको चाहिँ जडान गर्न गइरहेको छौँ रोल्पाको जुवार भन्ने ठाउँमा। त्योदेखि पालिकाले खटाइरहेको हैन, त्रिवेणी गाउँपालिकाले। त्यसपछि चाहिँ हामी अब त्यहाँबाट रोल्पा कुन साइड हुन्छ त्यही गएर मात्रै थाहा हुन्छ हामीलाई। हाम्रो जम्बो टोलीमा यहाँ हाम्रो कमल भाइ पनि छन्, रोडी हैन, हाम्रो बसन्त भाइ छ। अर्को कहाँ गयो झल्लो? एउटा मेन झल्लो चाहिँ आउँदैछ हैन, त्यो अलि हल्ला बवाल गर्न जाने छ धेरै। त्यो झल्लो पनि लिएर जानु लाग्छौँ। ओए विपिन कहाँ गयो? विपिन के गर्न लाग्छ तिमीले? सरियाको जुगार गर्न लानु केटाहरूले फेरि ल। सिनियर पनि मानेको छु यिनीहरूलाई नि, धेरै हाल्थ्यौँ न। ए केटा हो, राति पेट्रोल पम्पमा जाऊँ पहिला। तेल हाल, तेल हालेर जाऊँ कि तेल माथि के हो छिटो। कमललाई म आएको छु, कमललाई बिर्सेर जान लागेको थिएँ मैले। भयो बिपिन रिक्सा त भर्याङ बोकाइदिएको छ दाइले भनेर। मेरो बाइकमा त सुक्कु तेल छैन यार, पुरै जिरो छ क्या। तेल हाल्छु बजार गएर झर्लङ्ग लगाएर। ओ मेरो किशोर दाई नमस्कार। ठिक छ मेरो दाई, आराम हुन्छ। खै त आजबाट चिच्चा कान्न त यार। ए रोल्पा जुगार जान्ला के छ खबर? फ्राइडे मनाउनु भएको दाइले? फ्राइडे त बनाइरहनु जाँदा त्यो सामान्य कुरो हो। भयो बाबु जाउँ, लौदा लाग्यो है। मलाई त यिनी सबभन्दा स्कुल बसहरूको डर लाग्छ यार। रफ्तार हुन्छन् बगालहरू होइन। अब चुनावको लहर छ नि तुलसीपुर खानेपानीको। हामी उता त्यो बाटो जानुपर्छ भाइ। चिसो गरेको छ यार यहाँ।
कहाँ चुई चुई कहाँ चुई चुई कहाँ चुई चुई हिँड्न लाग्यो भने भोक लाग्यो खाना खानु पऱ्यो खाना खान्छु भने यहीँ गरौँ नि छुट्टी छ सलमान त्यसलाई मैले हिजो अस्ति तुलसीपुर देखाएको थिएँ अड्डै भयो अड्डै छोटुका भाइ मोटु तिमीहरू चाहिँ यस्तो गर यहाँ बनाउँदै गर जाउँ कमल एउटा साथ चाहियो नि यहाँ मसँग बसेर गफ गरेर खाने मान्छे ढाका जाउँ को हुनुहुन्छ खाना छ होला एक ठाउँमा खाना है हजुर सामान हालिसक्यो उता जनजागृतिमा त्यो गर्नु भएन है हामी पुगिहाल्छौँ त्यहाँ अगाडि गएर उयो गरेर भनौँ हामी अब कहाँ हुन्छ होला हात फिल्मै दौड्ने नेटवर्क हुँदैन चाहिँ के छ लौरे धुलो खाइलियोस् टोपी लगाऊ न त्यो मान्छे तिम्रो कपाल पुरै खतरा हुन्छ टोपी लगाए फेरि के खानु पानी पर्ला जस्तो लाग्छ बिहान बिहान मौसम चलिरहन्छ विपिन के चिया खान्छौ तिमीहरू कसैले चिया खाने तिमी खाने एउटा चिया दिए तिमीहरूको है दुधको चिया मरिच राखेर मिठो होला नि अब त मरिच राखेर तिमीहरू चाहिँ चिया खाएर म चाहिँ भात हाल्छु निमकान्तजीले छुट्टो रहेनछ नि बेल्ट लाउन बिर्सेको छ यार सिट बेल्ट लाउनु परेन हावा छेउछाउ टपक्क पार्छ कि खाना खाइयो अब यहाँबाट चाहिँ सिधै कोइलाको बाटो के भन्छ यसलाई के बाबु के गऱ्यो त्यो बाटो माथिको के निगाल पानीको बाटो नगएर हामी मूल पानी हुँदै रोल्पा निस्किन्छौँ होइन सिधै डाइरेक्टली कोइला निस्किन्छ त्यो बाटो झपक्क मार त भैया यो साना किसानमा पिस नि अब कपुरकोदेखि बाटो त राम्रै छ कि सल पिच छ यस्तै पिच उताबाट भइदिए त होइन दामी भइहाल्छ नि हामी चाहिँ यता सल्यानतिर नगएर अब यो बाटो भनेको चाहिँ रोल्पा जाने रोड रिम जान्छ नि बाबु यो बाटो रिम पनि ए यो बाटो त पहिला चिप्लो थियो होइन अहिले त धेरै राम्रो पिच भइसकेको छ यार यो चाहिँ बहुत राम्रो छ कि सल्यान रिमकोदेखि तलपट्टि यो बाटो जान्छ नि सल्लाहको बोट हेर न के गर्ने हो र खोटो हामी चाहिँ अहिले
सल्यानको रिमदेखि तलतिर होइन गाइज सल्लाहको बोटको बिचमा छौँ हामी जङ्गल बिचमा यो चाहिँ नयाँ बाटो हो होइन यहाँ चाहिँ धेरै धुलो खान पाइन्न भनेर त्यो गरेका छौँ हामी हिँडेका छौँ हेर्न सक्नु चाहिँ यसलाई भन्छन् धिबी सल्लाह ल हाम्रो गाइजहरू होइन अहिले चाहिँ हामी फोटोसुट गरेर भर्खरै निस्किएका छौँ हाम्रो भाइहरूले लाली गुराँसहरू पनि टिपेर राखेका छन् होइन के छ गाइजहरू कस्तो लाग्यो तिमीहरूलाई एकदम बिन्दास ठाउँ चाहिँ एकदमै बवाल छ नि त होइन दामी छ खै एउटा हामी पनि हानिदिउँ न यार एउटा फुलै खानु पुरै यो चाहिँ लाली गुराँस एकदमै स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ अरे हो हामी हाम्रो बसन्तजीले हानिरहन् उता एउटा काम त सक्नु एउटा पोल त गर्नु होला ल हामी अहिले ल सल्लाहहरूको बिचमा छौँ होइन ए जाउँ है जाउँ केटा मेरो ज्याकेट कुन हो यो कि कुन हो मेरो घरको छ मेरो घरको छ हामी चाहिँ डिजिटलको ज्याकेट लगाएर हाम्रो कम्पनी हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदमै बवाल कम्पनी छ हामी लगाइहालौँ ऊ एउटा चोरले ब्याङ्क लुट्न नाल्न जस्तो गरिरहेको छ उसले होइन ब्याङ्क लुटेर जस्तो देखिरहेको नि के त यी खै कस्तो देखेछ AK-49 दाइको पछाडि छँदैछ खै तिम्रो ज्याकेट लगाउनु न भन्दै AK-49 पछाडि छँदैछ AK-49 छँदैछ हाम्रोमा कस्तो छ गाइस हाम्रो हेर्नु न या डिजिटल टोली पुरै हाम्रो अब होइन सोलरको फिटिङ गर्न जाँदैछ कम्प्युटर बनाउनु भन्नु नि र प्लस कम्प्युटर पनि बनाउनु है फेरि ल हामी चाहिँ हिँड्यौँ है ल लाग्यो बाइक चेक ए चोर 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 लाग्यो चोर ए रिटर्न ल्याउनु लाग्यो ल थ्याङ्क यू सो मच आई लभ यु टु मेरो भाइले चाहिँ लाली गुराँस लिएर मलाई दिइरहेछन् गाइजहरू हेर्नु सक्नुहुन्छ यति राम्रो लाली गुराँस झलमल्ल फलेको ल भाइ तिमीलाई गिफ्ट गरेँ फेरि मैले खाँदै मोज गर्दै हिँड आऊ हामी चाहिँ अहिले रोल्पाको कोइला बजार त के भनौँ गाउँ नै हो होइन अब बजार नै भनौँ यहाँको लागि त कोइला बजार आइपुगेका छौँ होइन चाहिँ हाम्रो झ्याम जाने बाटो जुँगार जाने बाटो यहीँ छ होइन क्या यार त्यो साथीको नाम बिर्सिक्यो जुँगार यहीँबाट सिधै जाने हो अब कोइलादेखि जुँगारतिर जाँदैछौँ होइन यो चाहिँ हाम्रो प्रहरी प्रहरी कार्यालय रहेछ उहाँहरूले चाहिँ हामीलाई जुँगार यताबाट भनेर चाहिँ बाटो पनि सिकाइदिनु भयो होइन अलिकति बाटो चाहिँ यहाँ नाजुक बाटो छ हामीले हेर्न सकिन्छ अब यहाँ यो कुन ठाउँ हो फेरि ए विद्युत कार्यालय रहेछ नि त यहाँ चाहिँ विद्युत कार्यालय रहेछ रोल्पाको सिमेन्ट फ्याक्ट्री पनि यति छैन मेरो भाइले चाहिँ अलिअलि मलाई धुलो खुवाइरहेको छ मेरो भाइले अलिअलि मलाई होइन अलिअलि त होइन धेरै धुलै खुवाइरहेको छ अगाडि ढुङ्गा छ जाक्यो होला फेरि यता हेरेर चक्करमा हामी तल निकाल पानीको बाटोबाट नहिँडेर रिमको बाटोबाट आएर होइन हामी कोइला सिधै डाइरेक्टली रिम हुँदै कोइला आइयो कोइलाबाट चाहिँ अब जुँगारतर्फ लाग्दैछौँ जुँगारदेखि हामी जुँगार त्रिवेणी गाउँपालिकामा पुगेर त्यहाँबाटको डेस्टिनेसन चाहिँ अब एकछिनपछि नै थाहा हुन्छ अब त्रिवेणी गाउँपालिकामा छौँ होइन हाम्रो
भाइ टोलीहरू रेडी भइसकेका छन्। सोलरको सामानहरू पनि रेडी बनाएर राखिसकेका छन् भाइहरूले होइन। एकछिनमै हामी यहाँबाट चाहिँ अब हिँड्छौँ। हामीसँग हाम्रो एकजना पालिकाकै दाइ पनि सँगसँगै हिँड्नु लाग्नु भएको छ हाम्रो साथ दिनलाई चाहिँ होइन। हामी चाहिँ अब पालिकादेखि निस्किँदैछौँ होला। छिटो गर न। हेलो गाइजहरू, सामान सबै बाहिर निकाल। कहाँ होइन त्यो क्यामेराको काम गर्ने हो क्या भाइ। भयो भयो ए खुट्टा बाहिर निकाल। ओ लाउरे खुट्टा बाहिर निकाल। कहाँ भित्र छिराएको छ टायरभित्र? त्यही बेला हिँडाइदियो भने के गर्ने? ऊ पनि हिँडाइदिन्छ फेरि। हामी चाहिँ दह खोलातिर चाहिँ अब खोला नालातिर जाँदैछौँ। त्यो दाइ कहाँ हो? ओ कता गयो बुढा भाइ? यता बाटो रास्ता अप्ठ्यारो छ क्या भन्दा। बाटो भर्खरै बनाउँदै रहेछ। पोल आधा उद्धि गाडेर छोडेर छ नि त बगालले होइन। हामी जाने चाहिँ कहाँनिरबाट हो? खोला जाने बाटो छ कि छैन? हामी चाहिँ अब त्यो आर्रे घाटमा जाने हो होइन साथीहरू? अब एकैछिन यहाँ वेट गरौँ त्यो दाइसँग। भुकेर जानुपर्ने हुन्छ होला होइन? कल चाहिँ यहाँ अब पाता फुल सार्दैछन् होइन। के हो भाइले के गर्नु लाग्छ तिमीले? नट बोल र त्यो लगिरहेको छु। एउटा मिल्छ त हाल्नु होला। अग्लो जाइन्छ त भर्याङ ल्याछौ? अलि माथि उठौ विपिन। योभन्दा माथि मेरो हाइट हुनु पर्यो। त्यही गर्दा भनेर भर्याङले ख्याट 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 पार्नुपर्छ के? त्यो भर्याङ ल्याउ न। यसलाई अझै ढाल्नुपर्छ मेरो भाइ। यो पक्का बाबु। वान्डिङ पछाडि चप्केर छ। वान्डी काट निकाल्नु पर्छ। यो भन्दा स्टेसन ल्याउ। उ त क्याप पनि पछाडि छ क्याप। के गर्नु बल भइरा छ त सबै बस्न आइसक्यो यार। हो त्यो उता ताले काल्दा काट्छ। अब त्यो हाल न जो एकछिन तारा मात्रै त्यो हाल न यसको लागि लगिरु के लिबौ ताली पनि त्यसलाई माग्यो अनि कोही थियो काट्छ मैले बस म यो लाउने जस्तो हैन हो
यो तार बेटा त्यो सिका अलिअलि के कुरा सिका त्यो पालबाट तासेर भयो त के सेन्सर गर्नुहोस् सेन्सर के गर्नुपर्छ यहाँ कसैले भनेर भन्दै कृष्ण भन्दै त्यो त मिति भइसक्यो सेन्सर चाहिँ दिँदै यो चाहिँ के हो कमल यो सेन्सर गर्दै के काम गर्छ यसले ब्याट्रीलाई कन्भर्टरको काम पनि गर्यो प्लस यसले चाहिँ अँध्यारो भयो भने चाहिँ आफै यो सेन्सरले डिटेक्ट गरेर बल्ब जलाइदिन्छ उज्यालो भयो भने फेरि बन्द गर्छ आफै यसले दुईटा त सिरै मिल्दैन हातले सपोर्ट पनि दिनु पर्यो ल होस् आइगयो नि ढुङ्गो त पानी फाल्न पाएको त ल माहौल मिल्यो एउटा उद्घाटन भइसक्यो अरे अर्को प्लस बिचमा हान न बिचमा दोरे हालम न भाइ विपिन तिम्रो मोबाइल दिनु पर्यो मलाई अनि यसो खुट्टा पेटेर गरेर डर गया पट्टा चिप्लो छ यार सर्ने मान्छे त के छ नचर्ने कहाँको छ दे सरिया फाल्दियो
तिमीहरूको स्टार्टिङ भइसक्यो अब होइन केटाहरू के छ ठिक छ मिदी त रहेछ मिदी जाउँ आज गाउँपालिकाको 5 नम्बर वडामा हामी जबरबोट भन्ने ठाउँमा छौँ है ल होइन साथीहरू जबरबोटदेखि अगाडि मसान घाटमा हामी जाँदैछौँ विपिन भाइलाई चाहिँ अलिक बिस्तारै हिँड्ने भन है बिस्तारै हिँड्ने भन ए यत्रो ठुलो पोल लिएर हामी चाहिँ तल जाँदैछौँ पागल अन छ भने अन छ क्लिक गर त ए त्यहाँ पाइप छुन्छ क्या कमल माथि माथि माथिबाट क्या त्यसमा पाइप छुन्छ त्यहाँ काठले धकाल्नुपर्छ काठले त्योभन्दा त्यसले गरेर अब हुन्थ्यो क्या कमल ल ल जाऊ 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 यहाँबाट पानी सप्लाई गरे खाने अरे पाइपबाट के बीच जङ्गलमा छ फेरि घाट पनि यहाँ खोलामा हुनुपर्ने बीच जङ्गलमा छ क्या भाइ धेरै टाढा छ अझ यहाँबाट त्रिवेणी गाउँपालिकाले चाहिँ धेरै सहयोग गरेको छ हजुर जाऊ 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 ओए कमल बिस्तारै लग्ने भने यता त झाटिरहेको छ त्यसले फुल सपोर्ट दिउँ है सपोर्ट यतातिर लोडै यतातिर छ नि सबै लोड पानीको लोड यतै छ पोल पनि यतै गएको छ भिर पनि यतै छ पञ्चर हुन्छ अनि त्यसपछि फुटिहाल्छ नि बाबु तर अँ त्यो पुग्नु त उयो पुग्नुहोस् त बोरा के जुरको एउटा झरनमा के घिउ खाएनौ गाउँमा जाकियातिरलाई उल्टो गराएर राख के जाकीको ल दुईटाले उठाउनु त जुरुका भयो ए ढाड देखाइदिनु त ढाड त पुरा खतम भइगयो मेरो ढाड त केही भएको छैन कहाँ के होला ए केटाहरू तगडा छन् ल के भएको छैन
पानी कसरी ल्याउनु भन्ने कुरा होइन पानीलाई 4 जनाले लिएर आउने मिल्दैन कि फुट्यो उखाल्दा नै हिँड्ने जस्तो बाटो छैन उचाल्ने बेला जाकी जान्छ बाइक उता राख बाइक माथि लग्थ्यो के त्यही राख्यो दुईटा सँगै राम्रो हुन्छ यो त बाल्दा त मसँग घरमा लगेको हुन्थ्यो नि ल यहाँ 65 वर्षका बुढाले खन्दै हुनुहुन्छ यहाँ मेहनत देखाइरहनु भएको यो उद्घाटन त गर्नु पर्यो र अक्का गई घंटा गई चल्ली कटा गई पाता पकड है तिमीले हातले नि पकड बाबु है खै त्यो तिमी म अड्डे अड्डे तिमी टङ्ग्यो बाबु अलि माथि टङ्ग्यो हामी यो कुन ठाउँ रे दाइ यो कुन ठाउँ ए भाइ कति के अरे रातो माटो भन्छन् जबर बोर्डको छेउमा होइन रातो माटो भन्ने ठाउँमा चाहिँ हामीले भर्खरै मात्रै पोल जडान गरेर तपाईँहरूले देख्न सक्नुहुन्छ सोलर चाहिँ हामीले भर्खरै जडान भ्याएर अब घरतर्फ लाग्दैछौँ ए सबभन्दा अल्छी मान्छे सक्नु धेरै काम यिनी पनि उनकै अल्छी मान्छे धन्नै पोलबाट झरिसकेका थिए यिनी पनि म होइन पोलमा चढ्नु कृष्ण बसन्ती हुन् मेदी भाइ हुन् मिदी भाइ
यिनले कसले गरे भनेको छ भन्ने यिनले हो नि गुड ल हेर तिम्रो कस्तो देखाएको छ हेर दाइ तिमीलाई ब्रसै गरे आएनौ यही भएर बच्चाहरूलाई झुट बोल्नु नै यही हो क्या हो कि नै पुरो भयो कि नै बच्चाहरूले कहिले झुट बोल्दैन क्या हामीले चाहिँ भर्खरै मह किनेर लगेर जाँदैछौँ मह हेर्नुहोस् यहाँ अर्ग्यानिक मह होइन गाउँमा पाइने मह चाहिँ एकदमै स्पेसल हुन्छ इलेक्ट्रिक गाडी जान लाग्छ बे यहाँबाट जान्छ हो नि लास्टै ठर्रै उकाल्छ है यहाँ त यो गाडीलाई जति पावर भयो पनि घर जा रे त्यसो त लखट्नु बड्डा बुवा त्यो त लखट्नुपर्छ क्या नि कहाँबाट लखटेला घर लागेको वेट त वेट हुन्छ क्या त्यो नलगेर नि तपाईँहरू यहाँ जोखिम लग्नुहोस् ठ्याक्क 2 किलो बनाएर लग्नुहोस् बजार लगेर फिरा गर्दा होइन पुग्छ एक्सर्साइज गर्दा एक्सर्साइज गरेको जस्तो त्यो हुँदैछ अर्को खरा उहाँ लगि तपाईँ जोख्नुलाई पुग्दैन त्यो त ब्यागमा लग्ने बेला ल्याउनु पर्छ कम भइहाल्छ आमाले के पिस लानु भएको छ त्यो नलानमा ओहो भाषा खाइ नानी हो क्या हाम्रो भाइजरले चाहिँ हिसाब किताब अलि जान्ने रहन्छ नि यार 750 भने उसले 750 हानेको 750 पनि बुझ्नु पर्ने 7 पनि 5 हानेछ भागा 10 किडनी